मधेश सरकार आ संघीय सरकार विरुद्ध रविसँ आंदोलन करऽ लागल छै। प्रहरी समायोजन के लेल मधेश प्रदेश सरकार देने अल्टीमेटम के समय पूरा भेला बाद आंदोलन के घोषणा कयल गेल छै। जय अनुसार प्रदेश सरकार संघीय सरकार के प्रतिनिधि समेत रहल प्रदेश प्रमुख के कार्यालय आगा धरना देबाक निर्णय केने छै। शनि दिन मधेश सरकार के प्रवक्ता गृह तथा संचार मंत्री भरत प्रसाद शाह रवि दिन से 7 दिन धरि प्रदेश प्रमुख के कार्यालय आगा भिनसर 11 बजे से 1 बजे धरि धरना देबाक जानकारी देलनि अछि। धरना में मुख्यमंत्री सहित सब मंत्री आ सांसद सबके उपस्थित रहबाक सेहो ओ जानकारी देलनि। हामीले प्रदेश प्रहरी लगायतका अधिकारहरूको सन्दर्भमा हामीले नेपाल सरकारलाई जानकारी गरायौं र नेपाल सरकारबाट केही रिस्पोन्स आएन। त्यसका निमित्त हामीले केही दिन 7 दिन पहिला चाहिँ ध्यानाकर्षण पत्र दिएर नेपाल सरकारलाई यो 7 दिनभित्र चाहिँ प्रहरी समायोजनको विषयहरूलाई अगाडि बढाउँ र उहाँहरूलाई चाहिँ अब जानकारी गराए पनि त्यहाँ नेपाल सरकारबाट केही रिस्पोन्स आएन र आज 7औं दिन पुगेको छ र यो 7औं दिन पुगिसकेपछि अब मधेस सरकारले आन्दोलनका चाहिँ कार्यक्रमहरू घोषणा गरेका छन् र ती आन्दोलनका पहिलो चरणका कार्यक्रम भोलि 29 गतेदेखि 11 बजेदेखि 1 बजेसम्म 2 घण्टा 1 सप्ताहसम्म चाहिँ प्रदेश प्रमुखको कार्यालयमा धरना कार्यक्रम हुनेछ। त्यसमा चाहिँ मधेस सरकारका मन्त्रीज्यूहरू, प्रदेश सभाका सांसदज्यूहरू, नागरिक समाजका अगुवाहरू लगायतका सम्पूर्ण र सर्वपक्षीय चाहिँ त्यो धारणा हुनेछ र त्यो 1 सप्ताहसम्म चल्नेछ। 1 सप्ताहसम्म पनि नेपाल सरकारको ध्यान पुगेन भने थप चाहिँ दोस्रो चरणको कार्यक्रम तपाईहरूलाई चाहिँ यसरी नै चाहिँ पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछु। मंत्री शाह 1 हफ्ता भीतर सेहो मांग संबोधन नहीं भेला पर संघीय सरकार विरुद्ध और कड़ा आंदोलन के कार्यक्रम घोषणा कर बाध्य हेबाक चेतावनी समेत देलनि अछि। ओ सब उत्पीड़ित समुदाय के हित के लेल अपना सब धरना कार्यक्रम करऽ लागल कहैत एहिमे सबके ऐक्यबद्धता जनाब सेहो आग्रह केलनि। मधेसवासीलाई र हाम्रो देशभित्र रहेका सम्पूर्ण उत्पीडित समुदायहरू, मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारू, मुस्लिम उत्पीडित क्षेत्रका जनता, उत्पीडित वर्गका जनताका निम्ति हाम्रो यो सङ्घर्ष हो र यसमा सम्पूर्ण र सर्वपक्षीय रूपमा सबैले ऐक्यबद्धता जनाउन र सबै प्रदेश सरकारलाई यसमा चाहिँ ऐक्यबद्धता जनाउन र तपाईहरू लगायतका सबै चाहिँ अब यहाँका विभिन्न सङ्घ संस्थाहरू, विभिन्न निकायहरू, नागरिक समाज लगायतका सम्पूर्ण सबै चाहिँ वर्गहरूलाई यसमा सहभागिताका निमित्त, ऐक्यबद्धताका निमित्त तपाईहरू मार्फत म आह्वान गर्छु। मंत्री शाह संविधानक धारा 268 प्रदेश प्रहरी के संगठन व्यवस्थापन करने तथा संविधान के अनुसूची अनुसार संविधान के कार्यान्वयन तथा प्रदेश में शांति सुरक्षा के प्रभावकारी व्यवस्थापनक लेल चुनाव से पहिने प्रहरी समायोजन कयल जेबाक जिक्र केलनि। हामी अहिले गर्दैनौँ भनेको भए त्यही बेला सुरु हुन्थ्यो। हामी पनि अब एउटै गठबन्धनको भइसकेपछि उहाँहरूले गर्नुहुन्छ भन्ने विश्वास थियो, तर पछिल्लो समय त्यो चाहिँ विश्वास टुटेर गएको छ। त्यसकारण हामी आन्दोलन आउनु परेको हो र अर्को चाहिँ तपाईले भने जस्तै यो तपाईहरू केही दिनको मेहमान हुनुहुन्छ, त्यो यथार्थ नै हो। त डेमोक्रेसी हो, यो त प्रजातान्त्रिक प्रक्रिया नै हो। हामी गए पनि अरू कोही त आउँछ नि। प्रहरी समायोजन भयो भने समग्र चाहिँ प्रदेशहरू समृद्ध भएर जान्छ, शासन व्यवस्था चाहिँ प्रदेश सरकारको हातमा आउँछ। म भोलि रहनु नरहनुको अर्थभन्दा पनि यो अधिकार प्रदेश समक्ष आयो भने, प्रदेश सरकार कहाँ भने ठुलो उपलब्धि हुन्छ। समायोजित प्रहरी के आसन्न निर्वाचन से पहिने ही प्रदेश सरकार समक्ष हस्तांतरण कर मधेश सरकार के मांग रहल छै। संघीय संसद से प्रहरी कर्मचारी समायोजन विधेयक पारित भ चुकल अछि। संगे प्रदेश सभा से नेपाल प्रहरी प्रदेश प्रहरी कार्य संचालन सुपरिवेक्षण आ समन्वय संबंधी ऐन आबि चुकला पर समेत संघीय सरकार आनाकानी कैने प्रदेश सरकार के आरोप रहल छै।